साथीहरु तपाईहरुले नि फेसबुकमा यस्तो तीनवटा गल्ती गर्नु भएको छ भने तपाईहरुको फेसबुक कहिले पनि मोनेटाइज हुँदैन है। आउनुस् त्यो तीन गल्ती के हो हैन, अनि के गल्तीहरु गर्नु हुँदैन फेसबुकमा भिडियो अपलोड गर्दाखेरि भन्ने विषयमा म तपाईहरुलाई मोबाइल स्क्रिनमा लगेर प्रत्यक्ष लाइभ देखाउँछु है। आउनुस् जाम मोबाइल स्क्रिनमा। ल साथीहरु म चाहिँ यहाँनिर आफ्नो मोबाइल स्क्रिनमा आइसकेको छु हैन। सबभन्दा पहिला म फेसबुक ओपन गर्छु है र म यहाँ आफ्नो प्रोफाइलमा जान्छु सबभन्दा पहिला हैन। र तपाईले यहाँनिर देख्नु भएको छ मैले अरुको भिडियो हालेर पनि मेरो यहाँ टुल्स सबै आउँछ। मलाई स्टार मिलेको छ, एड्स अन रिल मिलेको छ, सब्स्क्राइबर बटन मिलेको छ, कन्टेन्ट मोनेटाइजेसन पनि मिलेको छ र म यहाँबाट अच्छा खासा अर्निङ पनि गर्छु, यहाँबाट अच्छा खासा पैसा पनि कमाउँछु हैन। यहाँनिर देख्नु भएको छ मेरो यो महिनाको पेमेन्ट $167.86 है। अब 14-15 हजार रुपैयाँ इन्डियन हुन्छ है। र अब सबभन्दा पहिला तपाईहरुले के गर्नुपर्ने हुन्छ भन्दाखेरिमा यहाँनिर टुल्स छ नि, यो टुल्स है, यहाँनिर टुल्स छ नि, यो टुल्समा चाहिँ क्लिक गर्नुहोस् हैन सबभन्दा पहिला। अनि त्यहाँबाट यसरी माथि स्क्रल गर्नु हैन। अनि त्यसपछि यहाँनिर प्रोफाइल रिकमेन्डेड भन्ने छ नि, रिकमेन्डेसन भन्ने, योमा चाहिँ क्लिक गर्नुहोस् हैन। क्लिक गरिसके पछाडी सबभन्दा पहिले अनि त्यसपछि यहाँनिर प्रोफाइल स्ट्याटस भन्ने छ नि साथीहरु, प्रोफाइल स्ट्याटस भन्ने यहाँनिर त्योमा क्लिक गर्नुहोस् हैन। त्यहाँ क्लिक गरिसके पछाडी तपाईको कहिले पनि यो प्रोफाइल ग्रीन हुनु पर्यो हैन। यहाँनिर प्रोफाइलमा ग्रीन टिक लागेको हुनु पर्यो। अनि त्यसपछि सेकेन्ड अप्सन के हो कि रिकमेन्डेसन भन्ने छ नि, यहाँनिर एक्टिभ हुनु पर्यो। अनि मोनेटाइजेसनको लागि एक्टिभ हुनु पर्यो हैन। यो मार्केट प्यालेस भन्ने नि तपाईको एक्टिभ हुनुपर्छ है पैसा कमाउनको लागि यदि फेसबुकमा। अनि दोस्रो अप्सन, दोस्रो के हो भन्दाखेरि यहाँबाट सिधै ब्याक आउनुहोस् हैन, ब्याक आउनुहोस्, अझै ब्याक आउनुहोस्। अनि यहाँनिर हेल्प एन्ड सपोर्टमा क्लिक गर्नुहोस्। अनि त्यसपछि यहाँनिर तपाईले देख्नु भएको सपोर्ट इनबक्स भन्ने छ नि, योमा क्लिक गर्नुहोस्। अनि यहाँनिर रिपोर्ट्स भन्ने छ नि, रिपोर्ट्स अबाउट भन्ने, त्योमा क्लिक गर्नुहोस्। यो चाहिँ खाली हुनुपर्छ है, तपाईले कसैले रिपोर्ट गरेको हुनु भएन। अनि दोस्रो योर एलर्ट्स भन्ने छ नि, योमा क्लिक गर्नुहोस्, यो पनि खाली हुनु पर्यो, तपाईको केही पनि कम्प्लेन। अनि तेस्रो कुरा के हो भन्दाखेरि मेन इम्पोर्टेन्ट, यदि तपाईले कसैको पनि भिडियो हाल्नुहुन्छ भने फेसबुक युट्युबमा म्युजिक चाहिँ एलाउ गर्नु हुँदैन है। यदि तपाईँ फेसबुक युट्युबमा अर्काको भिडियो हालिराख्नु भएको छ भने 10 सेकेन्ड 12 सेकेन्ड भन्दा म्युजिक चाहिँ युज गर्नु हुँदैन। अनि तेस्रो कुरा के हो भन्दाखेरि, चौथो कुरा के हो भन्दाखेरि यहाँनिर मेरो एकजना साथीको प्रोफाइल छ है, म त्योमा क्लिक गराउँछु। यहाँनिर 16K फलोवर्स छ हैन, तर एउटा पैसा कमाएको छैन है। तपाईहरुलाई म भिडियोमा गएर देखाउँछु हैन। यहाँनिर हेर्नुस्, भिडियोमा भ्युज अच्छा खासा भ्युज आउँछ राम्रो हैन, मिलियनमा भ्युज आउँछ, 2 लाख 3 लाख 4 लाख हैन, अच्छा खासा भ्युज आउँछ। यहाँनिर हेर्नुस् 1,60,000 हैन, राम्रो राम्रो भ्युज आउँछ। तर यो साथीले एउटा पैसा नि कमाएको छैन। किन भन्दाखेरि उहाँ के गर्नुहुन्छ कि यिनीहरु म्युजिक भिडियोहरु युज गर्नुहुन्छ। यदि तपाईहरु फेसबुकबाट पैसा कमाउने हो भने यो म्युजिक भिडियोहरु कहिले पनि अपलोड नगर्नु फेसबुकमा है। र साथीहरु आजलाई यति हो। के कस्तो लाग्यो, अर्को भिडियोमा के चाहियो तपाईहरु कमेन्ट गर्नु।